जय पाथिभरामा साथी हो। पाथिभरा मन्दिर यात्राको यो दोस्रो ब्लग हजुरहरू समक्ष लिएर म उपस्थित भएको छु र हामी यो दोस्रो ब्लग चाहिँ प्रथम ब्लगमा चाहिँ माई खोलासम्म घरबाट माई खोलासम्म पुगेर माई खोलामा पूजा गरेको दृश्य तपाईँहरूले देख्नुभयो भने यो दोस्रो ब्लगमा हेर्नुहोस् हामी राँके अब पुग्न लागेको छौँ माई खोलाबाट र राँकेको एकदमै राँके बजारको नजिक पुगेको छौँ। त्यहाँ चाहिँ भाइले गएर इन्ट्री गरायो है, त्यहाँ प्रहरी चौकीमा गएर इन्ट्री गरायो र यसरी ऊ गएर इन्ट्री गरायो। यता मैले चाहिँ भिडियो गरिरहेको थिएँ। यो चाहिँ हाम्रो राँके बजार भनेर सबलाई है, सबैजना एकदमै एक्साइटेड हुनुहुन्थ्यो। मेरो छोराछोरीहरूको तिनजनाको पहिलो यात्रा बाहेक अरू सबैको दोस्रो तेस्रो चौथो पाँचौँ र मेरो छैटौँ थियो। यसरी हामी राँकेबाट चाहिँ उता लाग्यौँ। राँके भनेको चाहिँ तपाईँहरूलाई म जानकारी गराउँछु। राँके चाहिँ इलाम जिल्ला र तपाईँको पाँचथर जिल्लाको बोर्डर हो। राँकेको आधी चाहिँ इलाम जिल्लामा पर्छ, आधी चाहिँ पाँचथर जिल्लामा पर्छ। यहाँबाट चाहिँ पाँचथर जिल्ला सुरु हुन्छ। अब हामी नेपालको पाँचथर जिल्लातर्फ लाग्यौँ है, रमाइलो गर्दै घरिघरि भिडियो गर्दै। सबै देखाउनु त अब एकदमै लामो पनि हुन्छ र यसरी हामी गयौँ है। राँके पछि भेट्ने जग्गा भनेको चाहिँ पह भन्ने हो। यहाँ मैले देखाउने कोसिस गरिरहेको थिएँ। यहाँ जैविक चिजहरू क्या, खोर्सानी, डल्ले, टिम्बुरको छोपहरू भयो होइन, मुन्टाहरू, इस्कुसको मुन्टा, सागहरू बेचिरहनु भएको थियो। हामीले फर्किँदा चाहिँ यहाँ सपिङ गर्ने भनेर सल्लाह गरेर यहाँबाट हामी लाग्यौँ है। राँकेमा एकैछिन रोक्यौँ, बाहिर जाने साथीहरू हुनुहुन्थ्यो र उहाँहरू बाहिर पनि जानुभयो। त्यसले गर्दा यसरी राँकेबाट हामी अब एकदमै रमाइलो गर्दै लाग्यौँ। पौवा भन्ज्याङ पनि काटेर त्यसपछि हामी फिदिम पाँचथरको सदरमुकाम चाहिँ फिदिम हो नि त है, हाम्रो सब डिभिजन भने जस्तो, महकुमा भने जस्तो। अनि फिदिम बजारको टार्गेट लिएर र त्यहाँ नै हामी लन्च पनि गर्ने अर्थात् मध्याह भोजन पनि गर्ने भनेर हामी यसरी गयौँ है। गइरहेको थियौँ। नेपालको बाटो चाहिँ मनपर्छ नेपालको। खुब रमाइलो गर्दै यसरी घरिघरि म फ्रन्ट क्यामेरा गरेर है उयो पनि गरिरहेको थिएँ। ब्याक क्यामेरा मात्रै होइन, फ्रन्ट क्यामेरा गरेर यसरी रमाइलो पनि गरिरहेको थिएँ। हेर्नुहोस् न सबैजना कति खुसी छ। हाम्रो अविनाश भाइ चालक पनि कति खुसी छ होइन। यसको त झन् योपालि तेस्रोपल्ट हो है। सबैजना खुसी हुँदै यसरी हामी अब रमिते भन्ने जग्गा आउँछ माथि, त्यहाँबाट चाहिँ त हाम्रो तल के भन्छ नि फिदिम हौ, फिदिमको फोटो पनि खिच्नुपर्छ है, भिडियो गर्नुपर्छ है भनेर विगत दाले भनिरहनु भएको थियो। त्यसो भन्दा फाइनली हामी चाहिँ त्यो जग्गा पुगेछौँ। हेर्नुहोस् न, मैले भिडियो गरेको कस्तो दामी आएको है फिदिम बजार। हेर्नुहोस् त कस्तो दामी। म त यता हाम्रो घाइबारीबाट क्या, मिरिकको घाइबारीबाट दुधे देखेको जस्तो लाग्छ नि हौ, कस्तो दामी। हेर्नुहोस् न फिदिमको त्यो विभिन्न गाउँहरू है थपक्क बसेको। फिदिम सहर त झन् साह्रो तपाईँको ठ्याक्क बोटुको राखेको जस्तो क्या, बिचमा काठमाडौँ सहर र फिदिम सहर मलाई एउटा लाग्छ। हेर्नुहोस् कस्तो ब्युटिफुल, कस्तो दामी देखेको हो। यसरी मैले जुम गरेर पनि खिचेँ। सबैजनाले फोटो खिचिरहेको थिएँ। सबैजनाले आफ्नो आफ्नो क्यामेरामा यो क्षणको कैद गरिरहेको थिए है। फिदिम बजार साँच्चै सुन्दर है। यसरी हामीले साह्रै लामो समय त होइन, एकछिन गऱ्यौँ र त्यसपछि चाहिँ हामी फिदिममा गएर खाना खायौँ। त्यो भिडियोहरू गरिनँ। यो चाहिँ काबेलीको भिडियो छ, डाइरेक्ट हेर्नुहोस्। काबेली नदीमा चाहिँ पूजा गरेर मात्रै हामी पाथिभरा यात्रा अघि बढाउँछौँ भन्ने एउटा मान्यता छ। यहाँ चाहिँ गर्नैपर्छ पूजा, किनभने यहाँबाट चाहिँ ताप्लेजुङ सुरु हुन्छ। पाँचथर जिल्ला काट्यौँ हामीले। अब हामी ताप्लेजुङ जिल्लातर्फ लाग्यौँ। यहाँ नानीहरूलाई मैले पूजा गर्नु लगाएँ, मैले पनि पूजा गरेँ। यो चाहिँ काबेली हो है। र पाथिभरा यात्राको खास आरम्भ चाहिँ यहाँ पूजा गरेर मात्रै हुन्छ भन्छन् है। पूजा गरेन भने चाहिँ अधुरो हुन्छन् भन्ने एउटा किम्वदन्ती छ, बुढापाकाहरू भन्छन्। र हामीले यसरी पूजा गरेर नानीहरूलाई पनि यसरी पूजा गर्नु लगाएँ, किनभने यी मेरा छोराछोरीहरू चाहिँ पहिलोपल्ट गएको थिए। यिनीहरूलाई यो संस्कार, यो आध्यात्मिक जुन एउटा प्रचलन छ, यो त सिकाउनै पर्ने थियो। त्यसले गर्दा यिनीहरूलाई सिकाउँदै त्यहाँबाट हामी लाग्यौँ। अब सिधै हामी सुकेटार आइपुग्यौँ। 5 बज्दा चाहिँ हामी सुकेटार आइपुग्यौँ। हेर्नुहोस् न कति रमाइलो है। 5 बज्दा हामी टक्कै सुकेटार आइपुग्यौँ। अविनाशले हाम्रो दिल्ली भट्टराई है, हाम्रो सेतेज्यू, उहाँलाई चाहिँ सेते भनेर चिनिन्छ, उहाँको होटल छेउमा चाहिँ गाडी राख्यो। योपालि सरी भूमिकाजी तपाईँकोमा आउनु पाइनँ पनि भेट्नु। उहाँ चाहिँ हाम्रो सेतेज्यूको दिदी हुनुहुन्छ है। र यसरी हामी उहाँको 4 व्हिलर गाडीमा है, छोरी र म अगाडि बस्यौँ। अरू साथीहरू सबै पछाडि मिलेर बस्नुभयो। छोरीलाई चाहिँ मैले डर लाग्छ नानी भन्दै थिएँ, डर लाग्दैन आँट देखाइरहेको थिएँ। सुकेटार बजारबाट हिँड्दा त हेर्नुहोस् न बाटो त राम्रै है। अब चाहिँ टेन्टेरे टेँडे टेँडे भने जस्तो क्या, डिस्टिक हेर्दै जानुहोस् है। मुटु चाहिँ
भुइँमै झरे जस्तो क्या, मुटु निकालेर हातमा राखे जस्तो। यस्तो डेन्जर बाटो मैले पहिले पनि पोस्ट गरिसकेको छु सानो सानो टुक्रो भिडियोहरू। यो चाहिँ तपाईँको एयरपोर्ट जाने बाटो है, सुकेटार एयरपोर्ट। ल सायद नेपालको उच्च स्थानमा भएको एउटा, धेरैवटा एयरपोर्टमा एउटा यो पनि होला। पहिले म 2014मा जहाँ त ठिक त मतलब धुले एयरपोर्ट थियो, फ्लाइट यसरी ल्यान्ड गर्दा चाहिँ धुलो उठ्थ्यो है। हेर्नुहोस् है, सुरु भयो हिलोको बाटो। यो त अहिले सम्झिँदा मलाई सिरिङ भइरहेको छ साथी। हेर्नुहोस् आम्मामा, छोरा छोरी है, दुईजना छोरा छोरी सँगै लिएर गएको। हे भगवान् पाथिभरामा तपाईँको दर्शनमा आएको, रक्षा गर्नुहोस् भन्दै गएको नि हौ। अब डर भन्ने त लाग्छ। हेर्नुहोस् नि, छोरीलाई भन्दै थिएँ कस्तो लाग्यो तिमीलाई नानी भन्दै थिएँ। यहाँ चालक भाइ पनि राम्रो हुनुहुन्थ्यो, जाँदा त हाम्रो चालक भाइ धेरै राम्रो हुनुहुन्थ्यो, एकदमै मजाले गफ गर्ने। ठाउँमा त राम्रै थियो बाटो, हेर्नु नै हो, ठाउँमा त ठिकै यतिको बाटो। तर ठाउँमा चाहिँ हेर्नुहोस् न हौ, यो त के होइन अझै खास। मैले झन्डै हामी फर्किँदा त फस्यो है, जाँदा पनि फसेको झन्डै मैले त्यो चाहिँ रेकर्ड गर्नु भ्याइनँ, किनभने है एकदमै कस्तो प्रेसरमा थियौँ नि त हामी, डराइरहेको थियौँ। त्यो चाहिँ रेकर्ड गर्नु पाइनँ। अरू चाहिँ अब यहाँ रेकर्ड गरेँ है, साह्रै लामो त गरेको छैन, हेर्नु सक्नुहुन्छ तपाईँहरू। ठाउँमा हिलो थियो है। अब यसरी नै हामी अब त्यो हिलोको बाटो हुँदै उकाली ओह्राली गर्दै लाग्यौँ है। हेर्नुहोस् न आम्मामा खतरा नि हौ बाटो त, के भन्नु। अब यहाँ त राम्रै हो यतिको मोटामोटी, यो त होइन सोलिङ निकालेर चाहिँ यस्तो भएको रहेछ भन्ने कुरा बुझ्दै जाँदै थियौँ। यो भिडियो अलिक लामो भएछ है, क्या हो। हेर्नुहोस् आम्मामा हो, जाँदैछौँ है हामी, जाँदैछौँ त्यो गाडीमा, 4 व्हिलर गाडीमा जाँदैछौँ। अब सायद काट्न आँट्यो होला। हामी अब सानोफेदी पुग्न लाग्यौँ। बिचमा बाइक पनि आउँदै रहेछ, अर्को गाडी आउँदो रहेछ। यहाँ त डेन्जरै हो बाटो, हेर्नुहोस् गाडी घुम्ने कस्तो डेन्जर बाटो। यहाँ हेर्नुहोस् है, यो चाहिँ निकै हिलो छ हो। हेर्नुहोस् मैले यहाँ चाहिँ भिडियो गरेँ, आम्मामा निकै हिलो नि हौ बाटो त, खतरै हो। अनि मैले त क्या, हामी 500 रुपियाँ गोटा रहेछ, हामी कतिजना 9 जना थियौँ है। 500 एक्स्ट्रा गरेर 5000 दिएर त्यो चालक भाइको हात पनि ढोगेँ क्या। आम्मामा तपाईँले कुदाउनै भएको है, हामी त कल्पना पनि गर्न सक्दैनौँ यस्तोमा भने हो। हेर्नु न आम्मामा बाटो त खतरा नि हौ, खतरा के भन्नु अब है। आम्मामा हैट, धन्न कुदाएको हो नि हौ। हेर्नुहोस् एकछिन। अब चाहिँ हामी बाटो काटेर सानोफेदी पुगेर पनि त्यहाँबाट उकालो लाग्यौँ। हेर्नुहोस् है, सानोफेदीबाट उकालो लाग्दैछौँ है हामी। अँध्यारो भइसकेको छ, पानी आइरहेको छ है। बिके दाल त रेनकोट पनि लाउनु भएछ, उता मुक्कु भाइ भान्जाहरूले पनि, भाइहरूले पनि लाए, नानीहरूले लाउनु मानेन। मैले पनि लाउनु त लाएको थिइनँ, पछि चाहिँ लाएँ हो। हेर्नुहोस् न है, अब हिँड्नुको लागि रेडी। नानीहरू चाहिँ ट्रेकिङकै रूपमा यसलाई त्यो ट्रेकिङकै रूपमा लिए। ट्रेकिङ पनि ट्रेकिङ नै हो, हिँड्नै पर्ने हो है। हामी माथि पुगेर लुगा भिजेर लुत्रुकै भएको थियो हो। मुक्कु भाइले चाहिँ भिडियो गरेँ, भात खान थाल्यो। आम्मामा कस्तो चाहिँ रुचेको नि, अलिअलि काँचो साग है, आलुको सब्जी, आलु भाजा, पापड, लप्सीको अचार, घिउ होइन तपाईँको। आम्मामा भात त यसरी बाफ मार्दै गरेको भात कस्तो चाहिँ जान्छ भन्नुहोस् त। मजाले खाइयो, खानासाना खाइयो हो, सबैजनाले मजाले खाइयो। यो खानाको मूल्य चाहिँ 300 रुपियाँ नेपाली रहेछ, भेज खाना है। माथि चाहिँ सबै बोकेर लानुपर्नेले गर्दा महँगाइ हुनु स्वाभाविक नै हो है। यसरी हामीले खानासाना खाएर भोलिपल्ट बिहानै उठेर हेर्नुहोस् न 3 बजी, आम्मामा चिया खानु सबभन्दा ढिलो म भएछु क्या। म र नानी, म र छोरी, हामी अलिक ढिलो उठ्यौँ। अनि दुईजनाले यसरी चिया खायौँ। चिया खाएर यो मैले त्यहाँको परिवेश देखाएँ नि त तपाईँहरूलाई, हेर्नुहोस् न हो। त्यहाँ चाहिँ सुत्दैनन् हौ, त्यहाँका दोकानेहरू क्या, त्यहाँका पसलेहरू सुत्दैनन् हौ। रातभरि सिजनमा, जो त सिजन होइन नि त, सिजन अफ भइसकेको छ। सिजनमा झन् रातभरि तपाईँको बेच्छन् क्या, यो सरसामानहरू भनौँ न होइन, रातभरि बेच्छन्। यी बिगत रेनकोट, हिजो पनि रेनकोटै लगाएको, आज पनि रेनकोटै हो। मैले त लाइनँ, मलाई त त्यो रेनकोट लगाएर हस्पट भएर होला पुरा प्रब्लम भयो नि त, समस्या भयो। यी मेरो छोराले चाहिँ, छोरीको भाइले दिदीको चाहिँ ज्याकेटको टाङ्क लगाइदिइरहेको रहेछ। मैले तिनीहरूलाई सोधेँ कस्तो छ भने, राम्रै छ भने। त्यसपछि हामी हिँड्ने क्रम सुरु गऱ्यौँ है। ठुलो फेदीबाट अब हामी पाथिभरा मन्दिरको लागि हिँड्नु थाल्यौँ। अब अँध्यारो थियो, भिडियो गर्नु पाइएन। यो कान्छी थानमा अलिकति फर्स्ट पूजा चाहिँ कान्छी थानमा हुन्छ, अलिकति गऱ्यो। तपाईँहरूले अलिअलि मात्रै देख्न सक्नुहुन्छ, अँध्यारो चाहिँ हेर्नु। त्यसपछि एक जग्गा गएर रेस्ट गऱ्यौँ, बिसायौँ, थकाइ माऱ्यौँ है। त्यसपछि हामी हिँड्न थाल्यौँ। त्यही हिँड्ने त अब उकालै हिँडेकै र यो
उज्यालो भयो है। अब उज्यालो भएछ मैले यो पहिलो ब्लग भनेर भनेको पनि छु है, गरेँ। त्यसपछि हामी लाग्यौँ है यसरी सबैजना गफ गर्दै रमाइलो गर्दै विभिन्न विषयहरूमा चर्चा परिचर्चा गर्दै लाग्यौँ। हेर्नुहोस् न आम्मामा पाथिभरा मन्दिर जानु त दिलगी त होइन नि हौ साथी हो। हेर्नुहोस् आम्मामा विगतलाई पनि निकै साह्रो पऱ्यो, मलाई पनि साह्रो पऱ्यो, नानीहरूलाई त त्यस्तो साह्रो परेन, छोरीलाई चाहिँ पछि पछि माथि पुग्ने बेलामा चाहिँ अलिक साह्रो पऱ्यो। किनभने ऊ त अब बाहिर साउथमा बस्छे है, त्यस्तो एक्सर्साइजहरू हुँदैन नि त पढ्ने नानीहरूलाई, त्यसले गर्दा उसलाई अलिकति साह्रो परे जस्तो भयो। तर उसको अनुहार चाहिँ फ्रेस थियो, केही प्रब्लम थिएन। डर लागिरहेको थियो छोरीलाई साह्रो पर्छ कि जस्तो लागिरहेको थियो, तर त्यस्तो केही भएन, ढुक्कै भयो। पाथिभएर आमाले बोलाइदिनु भएको रहेछ, त्यस्तो केही समस्या भएन है। हेर्नुहोस् न यसरी हो विगतालाई सोध्दै कस्तो लाग्यो तपाईँलाई है, मजा कतिको रमाइलो लागिरहेको छ भन्ने कुराहरू सोध्दै भाइ मजा आइरहेछ भन्दै उहाँले पनि भन्नुभयो। हामी विभिन्न विषयहरूमा पनि यसरी चर्चा परिचर्चा गर्दै भिडियो गर्दै लाग्यौँ उकालो होइन। त्यसपछि अब तपाईँको जाने क्रममा साथीभाइ है सबैजना, तर एकदमै यो चाहिँ सिजन चाहिँ मोटामोटी सकिएकोले गर्दा चाहिँ मान्छेको आवाजहरू चाहिँ एकदम कम, फेरि मलबाँसे पनि अहिले छ है। त्यसले गर्दा चाहिँ यो पूजा गर्नु हुँदैन भन्ने मान्यता पनि एक थरीका मान्छेहरूको छन्। तर हामी त अब गइहाल्यौँ। आमालाई भेट्नुको निम्ति त कुनै पर्वहरू चाहिन्छ जस्तो त मलाई लाग्दैन होइन। आध्यात्मिक विश्वास भएको कारणले गर्दा ज्यादा साँधै हेर्नु न, आम्मा सूर्योदय भयो नि हौ। मैले एउटा कविता पनि भनिदिएँ त्यति बेला क्या, कहिले बिर्सन सक्दथे सुमधुरी स्वर्गीय ती माधुरी, मेरा जीवनमा समेटिन गए स्थानीय ती चातुरी, चिया पाउनु शुद्ध दिलका ती मुग्ध बने कठै सुन्ने आशा र खोज व्यर्थ चाहिँ हाँ बिर्सन्न है। आदरणीय कवि डिलेराम तिम्सेनाज्यूले आफ्नो जग्गा दार्जिलिङ छोडेर बनारसमा चाहिँ साहित्य पढ्नु जानुभएको थियो होला, अध्ययन गर्ने एमए गर्नु जानुभएको थियो होला। त्यति बेला लेख्नुभएको कविता है। सबैजना मस्त थियो हेर्न, आफ्नो आफ्नो क्यामेरामा कैद गर्नु साँच्चै राम्रो रमाइलो थियो। फर्स्ट उज्यालो भएको यो दृश्य थियो है। यो हामीले कैद गऱ्यौँ, धेरै लामो कैद गरेछौँ, अहिले याद भयो मलाई त हो। यसरी कैद गरेर हामी चाहिँ अब फोटोहरू खिच्यौँ। अब यो जमाना भनेको चाहिँ नि साथीहरू फोटो र भिडियोकै जमाना रहेछ, बाँच्ने भनेको यो फोटो र भिडियो त रहेछ। मान्छे त एक दिन मरेर जानुपर्छ होइन, त्यसले गर्दा फोटो र भिडियो चाहिँ बाँचिरहन्छ सबैकोलाई नै, यसले नै अब स्मरण दिलाउँछ। त्यही कारणले गर्दा फोटो चाहिँ खिच्नैपर्छ भन्ने चाहिँ जमाना भयो। अनि हेर्नुहोस् है अब यसरी हाम्रो टोलीहरू जाँदैछन्, रमाइलो छन्, सबैजना खुसी छन् है, जाँदैछन्। अब यो भिडियोको अन्त पनि आइसक्यो, किनभने यो दोस्रो ब्लग, तेस्रो ब्लगमा चाहिँ दर्शन गरेकोहरू म तपाईँलाई देखाउने छु। धेरै समय कुराउँदिनँ, चाँडै तेस्रो ब्लग पनि म पोस्ट गर्छु। दोस्रो ब्लग तपाईँहरू हेरिरहनु भएको छ, छोरी पनि गई, छोराहरू पनि गए, साथीहरू पनि जानुभयो, अनि मैले पनि मेरो अनुहार देखाएँ तपाईँहरूलाई हो। हामी पुग्यौँ है, अब पुग्न आँट्यौँ है भन्दै अब हामी पुग्न लाग्यौँ। हेर्नुहोस् हो, अब आजको ब्लग चाहिँ यतिमै है, अर्को ब्लगमा भेटौँ।